कालापानी आइपुग्यौँ हामी। सैलुङ जाने क्रममा बाटोमा पर्ने कालापानी आइपुग्दैछौँ। एकदमै रमणीय स्थल। सैलुङ घुम्ने क्रममा आज हामी यो त पुरै जङ्गल खरानी गरेको हो। जङ्गल त्यो बाटो यो रुख सबै बाटो नेपालको भन्दा Mama. Oh, that's very fun. Hello. Look at them turn on the camera. एकजना मान्छे स्टार्ट हुन्छ अन्त खै को मान्छे चाइनिज होइन चाइनिज है बाटो यस्तो छ सैलुङको मिनी ग्रेट वाल जाने बाटो। ग्रेट वाल देखियो सैलुङको ग्रेट वाल। हिम्मत गरे जे पनि हुन्छ भने यही हो। आगे के डर के आगे जीते हामी यत्रो भन्टाङ बोकेर यत्रो पहाड खै गेट वाल हो कि गेट वाल गेट वाल मिनी गेट वाल गिटी मिनी गेट वाल वालमा त हिँड्नुपर्छ सर ग्रेट वालमा यसो गर माथि एक घन्टा हो अब बिस्तारै गरेर यस्तो काम आइहाल्छ ग्रेट वाल चाहिँ बनाओ बा Mini get wall here.
मिनी ग्रेट वाल हेर्दाखेरि पनि मनै आनन्द आउने ठाउँ त्यहाँ माथिसम्म जानुपर्छ बसेपछि आफै पुग्छ त नि पुगेको ए म भरेको पुगे लडेको थियो लडेको हामी यहाँसम्म पुगे के भइरहेको रमाइलो पनि भइरहेछ गाह्रो पनि भइरहेछ हो वहाँसम्म रहेछ अनि ग्रेट वाल हेर्नु न त्यहाँसम्म कहाँबाट गीत बजिरहेको यसले गरेर रमाइलो भएको छ बाबु साले समय बजी पुल्लु किसी हन्डी त कतासम्म पुगिगयो त त्यही त चाइनाको ग्रेट वाल थकाइ एकतिर छ यो ग्रेट वालको रमाइलो अर्कोतिर छ मेरो बुढा हिँड्न नसकेको रमाइलो पेट घट्छ संविधान भएको मेरो रुसबको खुट्टा दुखेको एकतिर छ मैले यो गुन्द्रुकलाई बोकेको एकतिर छ सुरा खेल्नु पर्यो दुईटा सुरा लगाएको भन्न मैले चाहिँ जिन्स मात्रै लाएर वहाँदेखि आम्मा जाम इट्स माई लाइफ गीत बुझ्यो कि त्यसले इङ्ग्लिस गीत बुझ्यो कि खैरे बुझिहाल्छ नि ल त बरु जा सबैलाई कसले बोक्छ सुत्न ला जस्तो त ला आचिम गऱ्यो मम्मी सुत कति हो भन्नु भएन रहेछ है के ल्याएछ बिस्तारै जाने हो कि छिटो जानै पर्छ मोटे बस्या भएर अलिक साँच्चै
हामी यहाँसम्म पुगे गाडी त्यहाँबाट खै के हो पो कराइराख होइन के गरेर कोइली जस्तो पनि लाग्छ यस्तो नराम्रो कराउँछ कोइली काग जस्तो पनि छ ए कस्तो दामी भ्यू देखाएको छ है एकदम रमाइलो डाँडा के भन्नुला डाँडै डाँडाहरू छ यता पनि उता पनि एकदम रमाइलो ठाउँ छ आउँदै गर्दा जति गाह्रो भए पनि थकान भए पनि भ्युजहरू हेर्दाखेरि एकदम लाइक इट्स लाइक अ वाउ भन्छ नि एकदम वाउ एरिया छ ठाउँ छ बादल माथि देखेको छु नि अब त सकिन्न आयो होइन चाइना त जानै पर्दैन अब यहीँ रहेछ नि जानै परेन नि त्यही त सैलुङमै रहेछ यति काला पानी सैलुङ के अरे काला पानी सैलुङ तर बाटो चाहिँ एकदम खतम छ गाडीको लागि बुक गर्नुपर्छ नै गाडी समात्नु पर्ने एउटा हामी त आएर फर्केको है हिजो आएर फर्किनु परेको आज अनि अर्को हिजो गाडी आएर बुक फर्किनु गरेँ पऱ्यो फेरि हाम्रो गाडी नआउने भएको भएर अर्को गाडी बुक गरेर आउनु पर्यो बोलेरो बुक गरेर नि आएको पुग्यो होइन पुग्यो ए पुग्यो भनेर अझै छ्या ओइ के गरे अझै रहेछ सब पुग्यो भनेर छाउनेसँग ए सकिएछ ओइ कस्तो जे के आएर भयो ऊ लड्छ यिनीहरूको झगडा म त बाबालाई बोक्छु बोके बाबालाई बोक ठुलो बाबा तपाईँलाई बोक्ने रे अमो जाने लाग्छ गाह्रो हुन्छ क्या एकदमै यो आउँछ त्यहाँबाट मान्छेहरू पहिलाबाट ट्रेकिङ आएर आइरहेको रहेछ जङ्गलै जङ्गल गाडी भयो मामु पर्दैन मानेन रुन्छ भने यिनीहरू त कति रुन्छ हौ कताको अनि दिदी त्यसमा भ्लग छ र छैन यसमा छ हेर्नु त उत्तर कोरिया उठ्यो अनि दिदी गाइस भ्यू हेर्नु त गाइस ओइ रुसाब त्यो मलाई चाहिन्छ ए तपाईँले माग्नु भएको मलाई चाहिन्छ क्या
बच्चाहरू पनि हुनुहुन्छ हाम्रो बुढी बुढी बच्चा पनि बोक्दै आउनु भइरहेको क्या अनि अन्त भइदिन्थेँ है अहिले ल भयो यहाँ होइन होला ए तिम्रो गेट वाल चाहिँ सक्यो होइन अब सैलुङ तिमीलाई अब कुण्डाहरू चढ्नुपर्छ अरे 2 घन्टा हिँड्नुपर्छ अरे तर 1 घन्टा त सक्यो होला नि सक्यो होइन अहिले पछि मामहरू आइसि जानु पर्ला कि माइजहरू त्यो ब्याग कस्तो राखेको मामु अब कति घन्टा उयो डाँडा चढ्नुपर्छ है यति टाढा धन्न ग्रेट वाल छिटो पुगिहाल्छ नि यहाँ सुँगुरे मान्छे सबै हिँडेको आउँछ त्यहाँ चौरी पनि होला है छ होला है तर बाबा भिडियो रहेछ अनि भन्नु स्नेह हाम्रोको चाहिँ खतरा नि आउ परेन त्यसलाई म मान्छे कतिजना छ भन्ने हो हामी त्यहाँतिर हुन्छ अनि झाडी झाडी छ हौ जङ्गल त भयो नि बाबा रोक्नु न यस्तो बाटो छ है अहिले चाहिँ त्यो ग्रेट वाल सकेपछि अझै आएको छैन कस्तो टाइम लगाएको हनी दिदी यहाँ म एक्लै के गरेर बस्नु पनि आउँछु कति फोटो खिचा भोलिपर्सि त ऊ नै बन्न सक्छ फोटोग्राफर पोइजनस होला हो हुँदैन हेर्न यस्तो यस्तो यसमा पोर्ट्रेटै लाग्दैन रहेछ मामुको भयो क्या खतरा लाग्थ्यो हिजो ल्याउँदा मामुको ल एकछिन है यो बोट हो लालीगुँरासको बोट हो नि कति धेरै त यो पनि लालीगुँरासको हो कति धेरै छ यहाँ पनि रहेछ अघिदेखि भिडियो ए फोटो खिच्छ अझै भनेको नै छ नि यो बाबाहरू त पुगेको के हो ए छैन रहेछ बाबा ल गाइस अब चाहिँ म सैलुङ पुगेपछि खिच्छु
सैलुङ पैसा खिच्ने भएन होइन तर यहीँनिर के अरे महादेव गुफा थियो सैलुङ महादेव गुफा र जाने बाटो सैलुङ जाने यहाँबाट बाटोमा आइपुग्यौँ यहाँबाट महादेव यो गुफा हेर देखाइरहेको ठाउँबाट सैलुङ यता लाग्यो भने महादेव गुफा जान सकिन्छौँ अनि ऊ यहाँ गयो भने सैलुङ यताबाट चाहिँ सैलुङ ओके ल अब चाहिँ सैलुङै पुगेपछि साँच्ची हो त चाहिँ सैलुङ जाने बाटोमा चाहिँ महादेव मन्दिर रहेछ अनि अब हामी त्यहाँ जान्छौँ यहाँ रुबी घर गइसकेको रहेछ उयो रहेछ अब हामी यहाँ जान्छौँ है 1 2 3 हामीले गर्दा सैलुङको सय डाँडा खै भनेको छ यत्रो डाँडा चाहिँ छ एउटा डाँडा मन्दिर त पुगिहाल्यो नि है मन्दिर पुग्यो सैलुङको सय डाँडा भन्ने क्रममा गर्मी पनि लागेको छ हिँड्दा तर हुस्सु लागेको भएर चिसो पनि लागिरहेछ एकचोटि आउनै पर्ने ठाउँ सैलुङ डाँडा गाह्रो छ भ्युजहरू एकदम हेर्नुहोस् न यता टाढा यस्तो रमाइलो छ कि यो भ्युजहरू हेर्दाखेरि त्यो थकानको महसुसै नहुने एक्चुली गाह्रो भएको छ मानिस दाइ है तर पनि भ्युज हेर्दा क्या रमाइलो लाग्ने त्यो थकानै नहुने मनिष दाइ पहिले यता हेर्ने कि उता जाने कता ल बाबा 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 अब हामी त घन्टामा 3:30 चक्लेट सक्यो है पोखरी पखाल्ने भने गएर पखाल जा
सैलुङको टपमा